अहिले गर्न खोज्नु भएको आन्दोलनको प्रारूप कस्तो हुन्छ, यसको टाइमिङ ठिक छ कि छैन र यसबाट यो अहिले नेपालमा लागेको आलो घाउमा अझ नुन चुक छर्किने मात्रै काम हुन्छ कि अब यो मलमका रूपमा आउने आन्दोलन हो। यसका बारेमा सम्पूर्ण मुलुक आश्वस्त हुन चाहन्छ। त्यो आश्वस्ततातिर हामी लागौँ। यो माइक्रो म्यानेजमेन्ट अब यो कसले कसलाई के भन्यो के छोडिदिनुहोस्। अब तपाईँको यो जुन आजसम्मको व्यवहार छ त्यसलाई ग्रेजुएट हुने ट्राई गर्नुहोस्। नपढे पनि ग्रेजुएसन हुन्छ जिन्दगीमा। त्यो ग्रेजुएसनका रूपमा चाहिँ नि हेर्न चाहन्छौँ तपाईँलाई। तर यही कुरा अब 18 वर्षदेखि मैले यही कुरा गरिरहेको भनेर मात्रै यसैलाई अगाडि बढाउने हो भनेदेखि भएको साथ पनि तपाईँहरूलाई नहुन सक्छ। त्यसैले अहिले गर्न खोज्नु भएको आन्दोलनको प्रारूप कस्तो हुन्छ, यसको टाइमिङ ठिक छ कि छैन र यसबाट यो अहिले नेपालमा लागेको आलो घाउमा अझ नुन चुक छर्किने मात्रै काम हुन्छ कि अब यो मलमका रूपमा आउने आन्दोलन हो। यसका बारेमा सम्पूर्ण मुलुक आश्वस्त हुन चाहन्छ। त्यो आश्वस्ततातिर हामी लागौँ। यो माइक्रो म्यानेजमेन्ट अब यो कसले कसलाई के भन्यो के छोडिदिनुहोस्। अब तपाईँको यो जुन आजसम्मको व्यवहार छ त्यसलाई ग्रेजुएट हुने ट्राई गर्नुहोस्। नपढे पनि ग्रेजुएसन हुन्छ जिन्दगीमा। त्यो ग्रेजुएसनका रूपमा चाहिँ नि हेर्न चाहन्छौँ तपाईँलाई। तर यही कुरा अब 18 वर्षदेखि मैले यही कुरा गरिरहेको भनेर मात्रै यसैलाई अगाडि बढाउने हो भनेदेखि भएको साथ पनि तपाईँहरूलाई नहुन